सम्पूर्णलाई फेरि पनि नमस्कार छ। मैले काँक्रोको भिडियो लिएर आइसकेको छु। तपाईले हेर्न सक्नुहुन्छ। मैले जम्मा 2-3 बोट काँक्रा लगाएको थिएँ। यसरी काँक्रा फलेको छ। आफ्नै बारीको अर्ग्यानिक काँक्रा तपाईलाई मैले देखाइरहेको छु। हेर्न सक्नुहुन्छ तपाईले। ल हेर्नुस् त। यसरी यति थोरै बोट काँक्रा लगाउँदाखेरि यस्तो राम्रो काँक्रा फलेको छ। आफैले दुःख गरियो भने आफूलाई खानलाई खासै किनिरहनु पर्दैन साथीहरू। तपाईलाई मैले देखाइरहेको छु। मैले यो थोरै बोट काँक्रा लगाउँदाखेरि पनि यसरी फलेको छ काँक्रा। तपाईले देख्न सक्नुहुन्छ। खेती गर्नलाई खासै धेरै ठाउँ चाहिँदैन साथीहरू। थोरै ठाउँमा पनि राम्रो खेती गरेर आफूलाई खान पुग्ने काँक्रा फलाउन सकिन्छ। यति थोरै बोटमा पनि यस्तो राम्रो काँक्रा फलेको छ। तपाईलाई मैले देखाइरहेको छु। हेर्नुहोस्, तपाईले हेर्न सक्नुहुन्छ।